My name's Harry, I'm from the UK and I'm here for 2 months. Nepal is very safe and it's good for tourists to visit. पहाडहरु देखेर मलाई लास्टै गाह्रो भयो सो म फर्किन लागेको सल सिलाएर पुर्याउन जाने ए हजुरले चाहिँ सिलाउने काम गर्नुहुन्छ ए के पिन्नुहुन्छ त यहाँ मकै गहुँ अनि गहुँ मकै कोदो अनि जौहरू होइन भेडको उनले त बोक्खु बुन्छ ए हजुर अनि कम्मल हिउँ पर्छ होला है यहाँ त पर्दैन है ए हिमाल जहाँ आकाशलाई छुन्छ र बादल जहाँ गाउँसँग कुरा गर्छ त्यही बसेको छ अन्नपूर्णको काखमा हुर्किएको एक सुन्दर गाउँ सिक्लेस। ढुङ्गाले बनेका घरहरू समय साँच्ची हुन् जहाँ हरेक गल्लीले संस्कृतिको कथा फुसफुसाउँछन्। यहाँ बिहान हिमालसँगै घाम उदाउँछ र साँझ शान्तिले मन ढाक्छ। पोखराबाट सुरु भएको हाम्रो यात्रा आज यहीँ आइपुगेको छ। नमस्ते सबैजनालाई। हामी चाहिँ आज चाहिँ सिक्लेस जाँदैछौँ होइन। अनि फर द फर्स्ट टाइम अब हामीले के सोचेको भन्दाखेरि सिक्लेसबाट चाहिँ कपुचे लेक हो है, कपुचे लेक एउटा चाहिँ ग्लेसियर रहेछ यो हाम्रो कास्की डिस्ट्रिक्टमै र अहिलेसम्म कसैले पनि त्यस्तै राम्रोसँग एक्सप्लोर गरेको रहन्छ होइन। त्यो भएर चाहिँ अब हामी चाहिँ फर द फर्स्ट टाइम चाहिँ त्यो लेकलाई पनि अलिकति एक्सप्लोर गरौँ भन्ने सोचेर हाम्रो भाइहरू, हाम्रो वाइल्ड हङ्क अनि हाम्रो भाइ के रे बाबु तिम्रो के छ अरे तिम्रो टिकटकमा त पोखरेली साइको सब गयो हाम्रो बल्ल आधाबाट बाबु कहाँ खोलाबाट यहाँ बराबर कपुचे जान त अझै बर्ता हो। सिलेसमा पुग्यो भने आधा भयो हजुर, त्यहाँबाट उता चाहिँ हाफ भन्दा नि आधा जस्तो होला। आफू त गएको छैन बाबु, यहाँ आडा भयो जम्मै घुमेको पहिला जहाँ प्रकृति, परम्परा र आत्माको बाटो एकै ठाउँमा भेटिन्छ। सिक्लेस केवल एउटा गाउँ होइन, यो हिमालसँग बाँचेको जीवन हो। गुड मर्निङ फ्रम सिक्लेस गाउँ। यति बेला चाहिँ हामी चाहिँ सिक्लेस गाउँमा छौँ। लगभग बिहानको कति बजे होला अहिले 6 बजिसकेको छ र अब चाहिँ हामी चाहिँ एकछिनमा चाहिँ यहाँ चाहिँ ब्रेकफास्ट गरेर यहाँबाट चाहिँ हामी चाहिँ कपुचे लेक जाँदैछौँ। यो चाहिँ अन्नपूर्ण लेकको अन्नपूर्ण हिमालको टक्क तलपट्टि पहुँचमा छ भन्ने कुरा छ। अब यहाँबाट चाहिँ लगभग 6 घन्टाको ट्रेक भन्ने कुरा छ। अब हेरौँ। मेरो नाम नारायण गुरुङ, म चाहिँ कास्की जिल्ला मादी गाउँपालिका वार्ड नम्बर 1 सिक्लेसमा बस्दै आएको छु। मेरो ठेगाना ओरिजिनल्ली म चाहिँ यहीँको हो। समुद्री सतहबाट 2000 मिटरमा रहेको छ सिक्लेस गाउँ चाहिँ। अनि यहाँबाट चाहिँ हाम्रो ट्रेकिङको लागि एकदम राम्रो गन्तव्यहरू छ जसमा कोरी कपुचे पर्दछ। कोरी चाहिँ तपाईँहरूले सिक्लेसबाट 2 दिनको पदयात्रामा पुग्न सकिन्छ भने कपुचे चाहिँ एकै दिनमा पुग्न सकिन्छ। कपुचे चाहिँ समुद्री सतहबाट 2450 मिटरमा रहेको छ भने कोरी चाहिँ 3850 मा
रहेको छ। यो चाहिँ एकचोटि जस आउनै पर्ने ठाउँ हो। यो ठाउँहरू चाहिँ यहीँ लोकल गाइडमा काम गर्छु। म पनि यहीँको बासिन्दा हो। तपाईँहरू आयो भने जस मलाई सम्झेर आउँदा हुन्छ र यो सिग्लिस गाउँ नि एकदम राम्रो छ। एकचोटि आउनै पर्ने ठाउँ हो। ल हामी चाहिँ अब कपुचे लेकको लागि चाहिँ अब बिस्तारै अब ट्रेक गर्दै अगाडि बढ्न लाग्यो। केटाहरू चाहिँ अघि जाँदैछन्। हामीले चाहिँ खासमा हाम्रो नारायण गुरुङ भाइलाई पनि लिएर जाने भनेको। उसको चाहिँ अलिकति काम परेर चाहिँ फेरि पोखरा जानुपर्ने हो। अहिले फेरि दसैँ पनि छ। अब भोलि पर्सितिर दसैँ छ। त्यसले गर्दा नि ऊ जान नपाउने भन्ने कुरा भयो। त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ अब सेल्फ गाइडेड भनौँ न। ए तलको चाहिँ तपाईँको आमाको ए तलको चाहिँ तपाईँको आमाको हजुरको चाहिँ माथि। सिक्लेस गाउँबाट यात्राको पहिलो पाइला चाल्दै हामी अघि बढ्दैछौँ प्रकृतिको शान्त काखतर्फ। ढुङ्गाको बाटो, चिसो हावा र वरपर फैलिएको हरियालीले आजको यात्रा अझै विशेष बनाउँदैछ। सिक्लेसबाट कपुचेतर्फ यो यात्रा गन्तव्य मात्र होइन, प्रकृतिसँग जोडिने एक अनुभूति हो। यसै बाटो हुँदै हामी पुग्यौँ यतिको झरना। पहाडको काखबाट खस्दै आएको चिसो पानीले यात्राको थकान मात्र होइन, मनको भारी पनि बगाइदियो। पहाडहरू देखेर मलाई लास्टै गाह्रो भयो, सो म फर्किन लागेको। उकालो हाइट देखेर चाहिँ कस्तो रिङ्गटा लाग्यो कि मलाई चाहिँ। त्यही भएर प्रेसर लो भएको मान्छेहरूलाई चाहिँ अलिकति गाह्रो छ यहाँ होइन। प्रेसर लो भएको मान्छेहरू चाहिँ अलिकति नआउँदा पनि हुन्छ। आउनु भए पनि सोच विचार गरेर मेडिसिन लिएर आउनु होला। झरनाको छेउमा केही बेर रोकिँदा यही बाटो हिँडिरहेका अन्य यात्रीहरूसँग पनि भेट भयो। फरक ठाउँ, फरक कथा भए पनि यो यात्राले हामी सबैलाई प्रकृतिको एउटै लयमा बाँधिदिएको थियो। सिक्लेसबाट कपुचेतर्फको यो यात्रा गन्तव्यतर्फको हिँडाइ मात्र होइन, हरेक मोडमा नयाँ अनुभूति बोकेको एउटा सम्झना बनिरहेको थियो। ल हाम्रो बच्चा पनि लिएर आउनु भएको छ है। हेलो नानु। हेलो, के हो तिम्रो नाम? माधव जोशी। हो। अगाडि बढ्दै गर्दा हामी पुग्यौँ होबु। यो ठाउँ विशेष छ किनकि यहाँबाट बाटो कपुचे र कोरीतर्फ छुटिन्छ। एकातिर कपुचेतर्फ उक्लिँदै जाने शान्त पदमार्ग, अर्कोतिर कोरीतर्फ फैलिएको खुला पहाड र हिमालको दृश्य। यसरी हामी केही बेर होबुमा विश्राम गर्छौँ, थकित पाइला रोकेर शान्त वातावरणमा सास फेर्दै फेरि यात्राका लागि आफूलाई तयार पार्छौँ। होबुबाट अब हाम्रो दिशा स्पष्ट छ, कपुचेतर्फ। प्रकृतिको काखमा अझ गहिरो पस्न यो यात्राले हामीलाई नयाँ अनुभूतितर्फ लैजाँदैछ। फाइनली अब चाहिँ हामी हुगुबाट चाहिँ अलिकति अब 1.5 घन्टा जतिको ट्रेक गर्नुपर्छ होला सायद। अब यहाँबाट चाहिँ हामी हिँड्दैछौँ। अब हिँड्न सुरु गऱ्यौँ भनौँ न। यहाँबाट चाहिँ अलिकति रेस्ट पनि भयो, मामासँग खाजा पनि भयो। हाम्रो यहाँ यी बाबु यी सबैका प्यारा मान्छे है, सधैँ प्यारा खान्के। ल फाइनल डेस्टिनेसन लगभग अब चाहिँ हामी कपुचेको यो होमस्टे भन्ने कि होटलै हो, यो त होटलै हो है, होटलमै आइपुगिएको छ। अब चाहिँ अब लगभग भनौँ न एउटा डेस्टिनेसनमा चाहिँ आइपुग्यो। अब भोलि बिहान चाहिँ हामी चाहिँ कपुचे लेक हेर्न गइन्छ। यहाँबाट चाहिँ 20 मिनट जति लाग्छ भन्ने कुरा छ। अब 5 मिनट हो, 5 मिनटमा पुगिन्छ भन्ने कुरा छ। सो गुड मर्निङ गाइस। अहिले चाहिँ बिहानको 6 बज्यो है। चाहिँ हामी चाहिँ उठिसकेको। अब यहाँ चाहिँ सनराइज भन्दा पनि अब चाहिँ अब गएर चाहिँ कपुचे लेक हेर्ने कुरा हो। कपुचेमा लिएर गएर हिमालमा चाहिँ कपुचेको त तालको साइडमा चाहिँ एउटा झन्डा, ठुलो झन्डा राख्ने बिच सोच हो होइन।
भन्दा कहाँ लत्रिन्छ नेपालको झन्डा हो थाहा रातो र चन्द्र सूर्य रङ्गीन साना हाम्रो जिउँदो रगत सरियो। अन्तत सबै उकाली ओह्राली पार गर्दै हामी पुग्यौँ विश्वकै सबैभन्दा होचो स्थानमा रहेको ग्लेसियर लेक कपुचे ताल। यस पवित्र हिमाली काखमा उभिएर हामीले नेपालको झन्डा फरफरायौँ। हावासँगै लहराउँदै गरेको झन्डाले हाम्रो पहिचान, गर्व र देशप्रतिको मायालाई अझै बलियो बनायो। कपुचीको शान्त वातावरणमा नेपाली झन्डा फहराउँदा यो यात्रा केवल साहसको कथा मात्र रहेन, यो त नेपालप्रतिको सम्मान र आत्मगौरवको प्रतीक बन्यो। ल मेरो कपुचीको बेस्ट एक्सपिरियन्स चाहिँ म ग्लेसियरमा चाहिँ स्विम गरेँ है, तर डेन्जरै हुँदो रहेछ, झन् डेन्जरै हुँदो रहेछ। सास फुस्किन्छ यार, सास फुस्किँदो रहेछ यार। मलाई लास्ट गाह्रो हुँदो रहेछ, सास फेर्न गाह्रो हुँदो रहेछ, खत्रै हुँदो रहेछ। यो चाहिँ नगरे हुन्छ, ट्राई नगरे हुन्छ है। म चाहिँ ट्राई गरेँ। यो मेरो स्विम गरेको भिडियो चाहिँ टिकटक र फेसबुक रिलमा आउँछ है। पड्किँदो रहेछ यार, के हो पड्केको। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ धन प्रसाद गुरुङ। यो टुरिज्म लाइनमा मलाई माइलो भनेर चिनिन्छ है। हाम्रो अब यो ट्रेकिङको यसो बारेमा भन्नुपर्दाखेरि अब सिक्लिस चाहिँ पोखराबाट आउनलाई यहाँ आउनलाई लगभग त्यही 3 घन्टा जस्तो लाग्छ। सिक्लिस आइसकेपछि अब हाम्रो यहाँ नमस्ते होटल सिक्लिसमा छ र यहाँबाट हामी अब यो वरिपरि यहाँ घुम्नलाई अब म्युजियम छ, यहाँ माथि सिक्लिस पार्क छ, माथि आधी घन्टा माथि गयो भने यहाँ माथि एउटा भ्यू टावर पनि छ गाउँको बिचमा। र साथै अनि यहाँबाट हामी फेरि सिक्लिसभन्दा माथि ट्रेकिङ जानुहुन्छ भने तपाईँ माथि एउटा कपुचे ताल छ, नेपालकै सबभन्दा कम उचाइमा भएको ताल, 2450 मिटरको हाइटमा रहेको छ। त्यहाँ चाहिँ जस एकदमै कम उमेरदेखि अलिकति उमेर गएको बुढाहरूले पनि त्यहाँ जान मजाले सकिन्छ। साथै कपुचे हुँदै फेरि माथि कोरी पनि जान सकिन्छ है। ल कोरी जानलाई तपाईँको यता सिक्लिस हुँदै अब कपुचे ताल हुँदै दोटा हुँदै कोरी अथवा यसरी सिक्लिससम्म तपाईँको लगभग 3-4 दिनमा चाहिँ मजाले घुमेर चाहिँ यहाँ आउन सकिन्छ। जस तपाईँ यहाँ सिक्लिस आइसकेपछि अब हाम्रो सिक्लिस अब यहाँ पनि नमस्ते गेस्ट हाउस नै छ के अरे। यहाँबाट त माथि कपुचे लेक, होगो अथवा दोटा कोरी यो ट्रेल सर्किट हान्न चाहनुहुन्छ भने सबै कुराहरू हामी यहाँबाट अब पोर्टर गाइडदेखि सबै सुविधाहरू तपाईँहरूलाई हामीले उपलब्ध गराउन सक्नुहुन्छ। यहाँ पनि अब हाम्रो जस सबै अब लजिङ फुडिङ चाहिँ राम्रै छ। सबै अलमोस्ट हाम्रो रुमहरू चाहिँ अब एट्याच बाथरुम नै हो के अरे। यस्तो सुन्दरता, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिएको सिक्लिस गाउँको यात्रा यहीँ समाप्त हुन्छ। हामीले हेऱ्यौँ यहाँका प्राकृतिक दृश्य, स्थानीय जीवन र परम्परागत संस्कार। यस डकुमेन्ट्रीमा सहयोग गर्नुहुने सबै साथीहरूलाई विशेष धन्यवाद। फोटोग्राफी, सर्ट मुभी, म्युजिक भिडियो आदि कामको लागि हामीलाई सम्झन सक्नुहुन्छ। हाम्रो अफिस बेगनास्ताल नगरचोकमा छ। थप जानकारी लिन मन लागे हाम्रो फेसबुक पेज सञ्जीव फिल्म्स अथवा भिडियोको डिस्क्रिप्सनमा हेर्नुहोला। फेरि भेटौँला नयाँ यात्रामा, नयाँ अनुभवसँग। धन्यवाद। भाग्यको खेल भन्नुपर्छ कि के भन्ने, जस भाग्य मान्ने भन्ने कि के भन्ने भाइ होइन। जस हामी चाहिँ यो बाटो बोलेरोमा जान पाइयो। अब बाटो चाहिँ डेन्जरै छ है, बाटो चाहिँ डेन्जरै छ। अब चाहिँ हामी फर्किँदै हो। हाम्रो भाइ बाटोमा खुट्टाको बिचरा भाइको उस भएछ, त्यो भएर चाहिँ ढिलो भयो कुर्दा। अब के गर्नु, जान चाहिँ पाएँ है यो बोलेरोमा चढेर।